मम्मीको जुत्ता बारीमा लाउने जुत्ता यो चाहिँ मम्मी र म चाहिँ बारी जानु लागेको है। तपाईहरुलाई हाम्रो बारी टुर गराउँछु है आज। अनि तपाईहरुलाई चाहिँ म आज एउटा सानो कहानी पनि भन्छु हाम्रो बारीको बारेमा। पानी पर्ला पर्ला जस्तो छ। अनि यो चाहिँ हाम्रो बारी है। बारीमा के छ देखाउँछु है। अनि तपाईहरुलाई चाहिँ म सानो एउटा बारीको कहानी भन्छु ल। त्यो घिरौँला होला नि है मम्मी। यहाँ चाहिँ घिरौँला छ ल। मम्मी हाम्रो बारीको कहानी सुनाइदिउँ न यहाँ हाम्रो युट्युब फ्यामिलीहरुलाई। यतानिर चाहिँ यो चाहिँ आँपको बोट भयो। यहाँ चाहिँ घिरौँला हैन। अनि यहाँ चाहिँ हाम्रो आरु भन्ने थियो हरियो हरियो आरु हुन्छ नि त्यो आरु थियो हैन। त्यो सबै चोरेर लगेर मम्मीले मजाले काटेर यहाँनिर काँक्रोलाई घेसिङ के भन्छ बाबा घेसिङलाई नेपालीबाट मम्मी घेसिङलाई के भन्छ नेपालीबाट थाङ्ग्रा यहाँको आरु काटेर यहाँ थाङ्ग्रा दिनुभयो मम्मीले है। अनि हाम्रो यहाँ कहानी चाहिँ यस्तो दुःखको कहानी छ यो। हामीले नि खानु पाएन। अब अर्को वर्ष तिनीहरूले खान पाउँदैन हैन बाबा। सन्चो भयो नि है। सन्चो भयो यहाँ मम्मीको रिस कडा के मजाले काटेर यहाँ घेसिङ रिस खतरा घेसिङ दिनुभयो। यहाँ चाहिँ काँक्रो यत्रो रहेछ। काँक्रो पनि काँक्रो यसो देखाउँ न काँक्रो। यहाँ चाहिँ काँक्रो छ। यो चाहिँ के हो इस्कुस छैन बाबा। अनि यहाँ चाहिँ मकै छ। फर्स्टमा चाहिँ तपाईहरुलाई म के देखाउँछु भन्दाखेरि हाम्रो बारीमा के छ भन्ने कुरा देखाउँछु। अनि बारीले के दिन्छ है त। यहाँ चाहिँ फर्सीको मुन्टा छ। फर्स्टमा चाहिँ यहाँ देखाउँ न यसलाई के भन्छ अरे भिन्टी भन्छ नि मम्मी के भन्छ। कहिले भेन्डी भन्छ कहिले रामतौरी भन्छ। रामतौरी चिप्ली भेन्टी खै देखाउँ त कति छ। यति छ ल। यहाँ यति छ भिन्टी छ। अनि यहाँ पनि छ है। यहाँ पनि छ। फर्स्टमा भिन्टी टिपौँ होला है। कहिले आउनु त बाबा चाहिँ ल भिन्टी टिपेर यसमा हाल्नु मम्मी काट्ने कुरा बिस्तारै हाल्नु न मम्मी मेरो फुटिहाल्छ नि यो भिन्टी। काट्ने कुरा ल्याउनु पर्यो अलिक सजिलो हुने रहेछ। हामी पानी पर्नु लाग्यो भने छिटो छिटो आयौँ। यहाँ पनि एउटा रहेछ। यहाँ पनि एउटा छ ल। यति भयो। अब चाहिँ यहाँ के फर्सीको मुन्टा टिप्ने हो। अब यहाँ चाहिँ फर्सीको मुन्टा छ। फर्सीको मुन्टा नि टिप्नु। अहिले खाने मात्र टिप्नु ल मम्मी धेरै नटिप्नु। अनि अहिले फर्सीको मुन्टा फर्सीको मुन्टा चाहिँ हाम्रो आफ्नै बारीको अर्ग्यानिक फर्सीको मुन्टा। मलाई चाहिँ एकदम मनपर्छ है। कोकोलाई मनपर्छ कमेन्ट गर्नु होला। सबैको फेभरेटै होला फर्सीको मुन्टा चाहिँ। भयो होला त्यतिले पुग्छ। मम्मी भयो त्यतिले पुग्छ होला मम्मी ल्याउनु त। यो चाहिँ बाबा राख्नु एकछिन ल। ल यहाँनिर राखौँ। अब चाहिँ हामी यतातिर जाऊँ। यहाँ चाहिँ अब हाम्रो के छ मम्मी यहाँभित्र चाहिँ हाम्रो यहाँ चाहिँ मकैहरू छ। यहाँनिर हाम्रो गोलभेडा पनि छ। अहिले बेला भएको छैन गोलभेडाको। ल जाउँ हिँड्नु ल। अब चाहिँ हामी यहाँ के सिमिरे मम्मी घिउ सिमिरे
यो चाहिँ हाम्रो घिउ सिमी हन्ट भने जस्तै भयो बारीको हन्ट यो अबे काट्दो रहेछ त ओहो बाबा पनि आउँदै हुनुहुन्छ पछि आउनु भयो नआउने बाबा यहाँ भित्र रहेछ अलि कसै घिउ सिमी यहाँ घिउ सिमी तपाईँहरूले के गर्नुहुन्छ हामीले घिउ सिमी भन्छौँ घिउ सिमी त्यो कहाँ हो त्यो झुप्पै देखाएको थियो त मम्मी मम्मी उतातिर कहाँतिर झुप्पा झुप्पा देखाएको थियो त ओहो यहाँ रहेछ घिउ सिमी चाहिँ देखाउनु मम्मी यता झुप्पा यहाँनिर चाहिँ घिउ सिमी यहाँ हाम्रो घिउ सिमी यति फल्यो खै देखाउँदा मकैको पातले चाहिँ मलाई काट्यो क्या मजाले ओहो पोल्छ क्या ऊ त्यो पछाडि पनि देखेँ जस्तो लागेको थियो मैले ऊ त्यहाँ ऊ यहाँ ऊ यहाँ ऊ त्यहाँ ऊ यहाँ चाहिँ मम्मी हेर्नु त ऊ यहाँ ऊ त्यहाँ ऊ त्यहाँ ऊ यहाँ पुरै झुप्पै ऊ यहाँ अगाडि हेर्नु अगाडि ऊ यहाँ अगाडि ऊ यहाँ आउनु त घिउ सिमी हेर्नु यहाँ मजाले ट्रममै फल्या नि है एकछिन ल एकछिन नटिप्नु ल मम्मी यसो भिडियो गरौँ ल घिउ सिमी ल ट्रममै ल टिप्नु यहाँबाट कतिदेखि जुप्पा जुप्पा रहेछ त्यो घिउ सिमी चाहिँ मेरो एकदम फेभरेट हो यो पनि आज मम्मीले मेरो यो बास्केटै फुटाइदिएला जस्तो छ धेरै हाल्नु भएर यहाँ तपाईँलाई देखाउँछु ल हाम्रो अर्ग्यानिक खेती मम्मीको मेहनत बाबाको मेहनत जुन भयो होला अब है ल अब चाहिँ हामी त्यो कर्कलो उता ए उता पो देखेछ है यो त अर्कै बारीमा आएछौँ हामी अर्कै डिपार्टमा आएछौँ होइन मम्मी यो हाम्रो रङ डिपार्टमा आएछौँ ल यो चाहिँ यस्तो गाह्रो छ नि मकैको यो पत्ताले काटेर मेरो हातमा यहाँ यस्तो भइसक्यो मेरो मम्मीको गीत फेरि यहाँभित्र आउने मान्छे चाहिँ ढल्यो भन न मम्मी हरियो मकै फल्यो बारीमा आयो कि ठल्यो त्यहाँ जाने हरियो मकै फल्यो बारीमा आयो कि ठल्यो यही हो यही टिप्ने अर्को ऊ पनि धेरै यहाँ रायो साग पनि छ हाम्रो अथै ऊ यहाँ ठुल्ठुलो पातहरू यो टिपे नै हुन्छ है ऊ यहाँनिर चाहिँ ठुल्ठुलोहरू टिप्दा हुन्छ होला मम्मी कर्कलो गावा तरकारी बोक्ने बाजे के बोक्नु गयो अनि बाबा त कहाँ जानु ऊ त्यहाँ हाम्रो बाबा त त्यहाँ पो हुनुहुन्छ ल तपाईँ कताबाट आउने यताबाट आउनु ल ल मम्मी तपाईँ यताबाट उठ्नु यहाँ अलिकति उ रहेछ बाँकी चाहिँ बाबाले उतै झोलामा हाल्नु भइसक्यो होइन यता चाहिँ काँक्रो त्यो करेरीहरू छ अब चाहिँ हामी बारीबाट निस्क्यौँ अनि माथि गरिदिखाउँछु तपाईँलाई हाम्रो बारीले के दियो भन्ने कुरा यो चाहिँ घिरौँला त यति खाइयो कि आन्द्रै हरियो हुने गरी खायो हाम्रो यहाँ छ घिरौँला ऊ उहाँ त घिरौँला साउ होइन बाबा तपाईँ घिरौँलाको साउ होइन ठेकदार उहाँ चाहिँ घिरौँलाको ठेकदार जाउँ मम्मी आन्द्रै हरियो हुने गरी खाने बाबाको फेभरेट घिरौँला हाम्रो चाहिँ फर्सीको मुन्टा यति भरेछ ल यति किन्नु पऱ्यो भने कति महँगो छ नि मम्मी ल अब चाहिँ मम्मीले फर्सीको मुन्टा कुराउँदै हुनुहुन्छ
मम्मी हेर्नु न बुवा मुख के गर्नुहुन्छ के गर्नुहुन्छ भनेको मनपर्छ है यो फर्सीको मुन्टालाई सबैलाई मनपर्छ नि प्रायः जस्तो मन नपर्ने को होला मन नपर्ने चाहिँ को चाहिँ होला सबैलाई मनपर्छ यो यस्तो पछाडिको सिन त यस्तो राम्रो आउँछ हाम्रो घरबाट यो हरियाली म चाहिँ तपाईँहरूलाई यहाँ हाम्रो बारीले के दियो भनेर देखाउँछु ल फर्स्टमा फर्सीको मुन्टा मेरो अल टाइम फेभरेट सबैको फेभरेट होला है यो चाहिँ अनि घिउ सिमी अनि कर्कलो अनि यो चाहिँ त्यो करेली प्रेसर हाई बाबाको लागि काँक्रो अनि भिन्डी चिप्ली भिन्डी यो सबै फलाउने चाहिँ मेरो एकदम मेहनती मम्मी यहाँ हुनुहुन्छ हाँसिदिनु मम्मी एकचोटि हि गरेर हाई रे है बिचरा दुःख हुन्छ नि फलाउनुलाई फलेर खानेलाई पो यहाँ जस आफ्नो ठाउँमा जग्गा जमिन छ भने चाहिँ रोप्दा हुन्छ है फल्छ यति तरकारी किन्नु पऱ्यो भने कम्ता पैसा जान्छ त्यही भएर जाँगरिलो हुनु पर्यो सबैजना म चाहिँ फर्सीको मुन्टा पकाउन गइरहेको छु मम्मीले केलाएर रेडी राख्नुभयो है यो चाहिँ हाम्रो आफ्नै बारीको अर्ग्यानिक साग मेथी हालेर यसो पड्काइदिउँ न है ओहो तेल पाकी त्यसरी पड्किन्छ है खुर्सानी पनि पड्काइदिउँ यसरी खुर्सानी पड्काइदिउँ खुर्सानी पड्किसकेपछि चाहिँ यहाँ खुर्सानी यति हाल्ने अनि चलाइदिने हो एकछिन अनि फर्सीको साग रेडी भयो टाइम पनि लाग्दैन यता चाहिँ अब मम्मीले खाना खान गइरहनु भएको छ फर्सीको मुन्टा डल्ले खुर्सानी राजमा ल मम्मी खानु ल यहाँ मम्मीले आफै मिहिनेत गरेर फलाउनु भएको डल्ले खुर्सानीसँग